मिथिला आर्टको सम्बन्धी जानकारी। टासिदेलेक एन्ड नमस्ते, माई नेम इज दोर्चे कार्मारोङ। आज तपाईँहरूलाई एउटा आर्टको बारेमा जानकारी दिनुपर्दा चाहिँ आज डिसेम्बर 9, 2025 सिद्धार्थ आर्ट ग्यालरीमा एससी सुमनज्यूको मिथिला आर्टको एक्जिबिसन भइरहेको छ। कृपया तपाईँलाई यो 1 महिनाको लागि हो, डिसेम्बर 9, 2025देखि जनवरी 10, 2026सम्म। आर्ट भन्ने चिज चाहिँ तपाईँ हिमाल पहाड तराई जुन भए पनि, जुनै देशको भए पनि पेन्टिङले एउटा पेन्टिङले हजारौँ शब्द बोल्छ भन्ने हाम्रो भनाइ पनि छ। त्यो हो पनि। यदि तपाईँ काठमाडौँको हरेकको तनावमा तपाईँहरूले झेलिरहनु भएछ भने कहिलेकाहीँ ग्यालरी भिजिट गर्ने बानी बसाल्नु होला। पेन्टिङ तपाईँ किन्नै पर्छ भन्ने छैन। त्यो पेन्टिङले तपाईँको लाइफको प्रब्लमलाई पनि हेल्प गर्न सक्छ। तपाईँ त्यो देखेपछि केही समय भए पनि एकदम मजा हुनसक्छ। त्यसपछि तपाईँ हेरेर घरमा बसेर कल्पना गर्दा पनि तपाईँले आहा यस्तो पेन्टिङ रहेछ, यस्तो लेख्दो रहेछ, यस्तो लेखेको रहेछ, कथा यो रहेछ, मिनिङ यो रहेछ, कलर कम्बिनेसन एकदम तपाईँलाई इनर्जी पाउँछ। त्यस कारणले तपाईँहरू एभ्री विकमा चाहिँ एकचोटि सकेसम्म तपाईँ जुनै ग्यालरीमा जान सक्नुहुन्छ। आर्ट भन्ने चाहिँ तपाईँको जीवनमा नभई नहुने एउटा चिज सम्झेर नै प्लिज भिजिट गरिदिनु होला। यदि तपाईँ किन्नुभयो भने झनै राम्रो हो, किनकि आर्ट किन्नुभयो भने तपाईँले एभ्री इयर त्यसको रेट पनि बढ्दै जान्छ, मजा पनि पाइरहन्छ। अरू चिजहरू होइन, सेकेन्ड ह्यान्ड तल्लो जाने होइन, यो आर्ट भन्ने चाहिँ सेकेन्ड ह्यान्ड झन् बढ्ने चिज पनि हो। त्यस कारणले धेरै जस्तो मान्छेहरू आर्टमा इन्भेस्ट गर्छ। यो चाहिँ तपाईँ हामी बुझ्नुपर्ने हुन्छ। अनि एससी सुमनज्यू उहाँ आफै एकदम दक्ष कलाकार हुनुहुन्छ। उहाँ स्वदेश र विदेश धेरै ठाउँमा सोलो एक्जिबिसन गरेको हो। प्लिज एभ्रीबडी भिजिट।